भाइ दस्तीले नमस्कार। यहाँ सर्वप्रथम यहाँहरू सौहार्दपूर्ण एक आपसमा बसेर है कति पनि विचारित विवाद नगरिकन विवाद राइट है सौहार्दपूर्ण रूपमा साथीहरू बिचमा बसेर यो जुन समिति गठनको एउटा प्रक्रिया अगाडि बढ्यो यसमा एकदम खुसी लाग्यो र यो विद्यालय व्यवस्थापन समितिका नयाँ निर्वाचित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु र आगामी दिनमा यहाँहरूले पहिलो बैठकबाट आगामी 3 वर्षको एउटा कार्ययोजना तयार गर्नुहोला। 3 वर्षभित्र हाम्रो प्रतिबद्धता भनेर यो नयाँ समितिले 3 वर्षमा शिक्षाको गुणस्तरलाई कसरी अगाडि बढाउने र थप शिक्षालाई प्राथमिकता राखेर के गर्न सम्भव छन् योलाई तपाईहरुले विधिसम्मत रूपमा एउटा 3 वर्षे कार्ययोजना बनाउन सक्यो भने कार्ययोजना अनुसार अगाडि बढ्न एउटा ठोस उपलब्धि हुन्छ र स्थानीय सरकारको तपाईहरु प्रति सहयोग रहिरहनेछ। प्रतिबद्ध पनि गर्छु। म स्वयं गाउँपालिका अध्यक्ष पनि शिक्षा समिति अध्यक्ष पनि भएँ।